ल एकछिन तल गएको फाइनली हाम्रो लेप्चा राइडरले है लेप्चा राइडरले चलाउँदैछ पारै आएन भन्दैछ हौ र अहिले भने चाहिँ हामीहरू चाहिँ कादिरकोमा आइपुगेको अवस्था गाइज यसो हेलो भनिदिउँ न हौ हेलो हाम्रो सुदीप भाइले एकदम सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् लाइक गर्नुहोस् सेयर गर्नुहोस् अहिले पानको यसो भनिदिनु पानको दाम 30 रुपियाँ मिठा पान सादा मेरो 25 रुपियाँ एकदमै सस्तो छ ल यहाँबाट हिँड्नु चाहिँ अब स्पिडमा त हेर्नु न त्यहाँ अब पान बनाएको चाहिँ सुपारी पातला कि मोटो सुपारी पातला हाल्दिनु ल मलाई यो पान चाहिँ मुखमा अट्छ त एकदमै ठुलो पाउँछ यहाँ चाहिँ ल गोलाइमा तपाईँहरूले एकदमै यो पान चाहिँ मिस नगरिकन खानु छ होला एकदमै 30 ओन्ली 30 सो गाइस हामी चाहिँ गाडीमा साइकल लगाएर गएको हस्पिटलदेखि अरालो बाटो बजार जाने चाहिँ सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई च्यानल है आई होप तपाईँहरू सन्चै नै हुनुहुन्छ भने हामी पनि एकदमै सन्चै छु दुईजना भाइ अनि आफ्टर लङ टाइम है साइक्लिङको भिडियो गर्नु गइरहेको छौँ हामीहरू चाहिँ अनि आज चाहिँ सन्डे चाहिँ यसो छुट्टीमा चाहिँ साथीले चाहिँ सो राइडमा जाउँ भनेर चाहिँ हामी चाहिँ जाँदै गरेको अवस्था है हामी चाहिँ जाँदै गरेको अवस्था अनि हामी त याक्सुमहरू प्रायः गइसक्यौँ अनि टास्टिङ गएको छैनौँ है अन्त साथीले चाहिँ टास्टिङ पनि जाउँ भनेर चाहिँ हामीहरू चाहिँ लाग्दै गरेको अवस्था है दुईजना भाइ मजाले गफसप गर्दै अनि हाम्रो साइकल देखाउनु पर्दा चाहिँ यहाँ छ यो चाहिँ मेरो अनि उताको चाहिँ सुभाष सरको के भन्नु छ आजको राइडमा तपाईँलाई के भन्नु छैन लङ टाइम साइक्लिङ हुँदैछ आज अब र तपाईँहरूले याङको ब्लग हेर्नुभयो होला र वर्षको ब्लग हेर्नुभयो होला र आज अब साइक्लिङको हेरिदिनुहोस् टास्टिङतर्फ जाँदैछौँ अब पुगिन्छ कि पुगिँदैन याद छैन मौसमले च्यालेन्ज त गर्दैछ पानी पर्छु भन्दैछ हो पुग्यो भने राम्रो पुगेन भने फर्किन्छ बाटोबाट र गाइस हामी चाहिँ हिँडिसकेको अवस्था दुईजना भाइहरू है हामी दुईजना मात्रै छौँ आज ग्याङ चाहिँ साइकलमा चाहिँ है यो चाहिँ नजारा लङखोलाको नजारा यहाँ चाहिँ पानी सुक्यो भने एकदमै सुक्छ र माथि है पानी बढ्यो भने चाहिँ एकदमै फल्स दामी हुन्छ यहाँ चाहिँ एकदमै दामी फल्स हुन्छ सो गाइस हामी चाहिँ अहिले रिदाङ पुग्दै गरेको अवस्था है एकदमै थाकियो तेल निस्क्यो गाइस र यहाँ चाहिँ एकदमै ठुलो है ल्यान्डस्लाइड भएको थियो यहाँ चाहिँ पहिला चाहिँ त परसम्म थियो हो त परदेखि चाहिँ यहाँसम्म थियो र यसपालि चाहिँ यहाँ माथि गएको छ यहाँ माथि पहिरो गएको छ पुरा है यहाँ चाहिँ एकदमै बर्खामा चाहिँ एकदमै रिस्क हुन्छ यो बाटोमा चाहिँ हिँड्नु हामीलाई चाहिँ एकदमै प्रब्लम हुन्छ गाडीहरू लिएर हिँड्नुपर्छ नि त त्यसले गर्दा एकदमै प्रब्लम हुन्छ है र गाइस तपाईँहरूलाई चोङराङको सुबुकमा केटाले देखाउने छु हेर्दै गर्नुहोस् होला सो गाइस अहिले भने चाहिँ हामी चाहिँ चोङराङको यो सानो सुबुकमा हामीहरू छौँ है पुगिसकेको छ है जाउँ डाइरेक्ट ल फाइनली गाइस हामीहरू चाहिँ चोङराङ फटाक आइपुगेको अवस्था है यहाँदेखि माथि चाहिँ रङ्गेप जान्छ र हामी ओह्रालो चाहिँ टास्टिङ तरफ हुनु गइरहेछ यस्तै छ र म चाहिँ अलिक स्पिड गएको है फेरि बिस्तारै हिँड्नु पनि मजा आउँदैन ल एकछिन तल गएको यस्तै छ यो माथिको बिएससी गाइज उभिएर कुदाउनु चाहिँ एकदमै मजा छ गाइज है
एकदमै ठेक्स डाँडामा गएर एकछिन बस्ने हो अनि तपाईँलाई यो जग्गा चाहिँ ठुङ्राको नजारा हो। र अहिले भने चाहिँ हामी चाहिँ गाइस थ्याङ्क्स डाँडा आइपुग्यौँ है। यहाँदेखि तल हेर्नुहोस् न नजारा यस्तो दामी देख्छ कि अब तपाईँले के भन्नु। सायद एक दुईजना आउनु भएको छैन होला है। एकदमै आएर यो नजारा एकदम फिल गर्नु सक्नुहुन्छ तपाईँले है। यहाँदेखि लड्यो भने चाहिँ फिल चाहिँ होइन, तपाईँले एकैताल चिल भएर जानु चाहिँ ओह्रालो। मेरो टोपी दामी छ है, म चाहिँ बानी भएको नि त होइन, कुदाइ बस्ने बानी भयो। सो गाइज हामीहरू चाहिँ थ्याङ्क्स डाँडादेखि लागेको अवस्था र त्यहाँदेखि चाहिँ एकदमै दामी हुनेछ भ्लग पनि है, तपाईँले लास्टसम्म हेर्नुपर्छ ल। उकालो आउँदा चाहिँ तेल मचिने होला सायद, साथीको युटिलिटीमा हालेर ल्याउनु पर्ला उकालोमा चाहिँ। अब एकदमै बानी छैन नि त, एकैताल टाढो बाटो आउँदा चाहिँ हामी रिक्स हुन्छ। कुद्नु पऱ्यो नि त साथी, छोडिराख्नुपर्छ। यहाँ माथि चाहिँ पोल्ट्री कुखुरा एभाइलेबल एकदमै। मेचुङकोलाई आइपुगेँ। मेरो सिट चाहिँ अलिकति झन्डै लड्यो है। हल्का अफ रोडिङ गाइज। यस्तो रहेछ यहाँ चाहिँ, आज मात्रै हिँड्दैछु म चाहिँ है। अफ रोडिङ हानिदिनु पऱ्यो नि त, के भन्नुहुन्छ गाइस। ब्रेक चाहिँ एकदमै युज गर्नुपर्छ यस्तोमा चाहिँ, नभए लड्ने चान्सेस हुन्छ। ब्रेकै नलाग्ला जस्तो छ त गाइस। त्यस्तो जङ्गल पनि कुदाउनु छ। कादिरकोमा आइपुगेको अवस्था गाइज। हाम्रो कादिर दाईको सानो एकदमै महल भनौँ न, होइन महलै हो नि, होइन महलै नि, सानो सबै हो जङ्सन। हाम्रो सुधी भाइले एकदम सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। अनि यहाँ चाहिँ एकदमै है, एकदमै स्पेसल पान दामी दामी बनाउनुहुन्छ है। पत्ताहरू पनि एकदमै ठुल्ठुलो। कति पुगेको छ अहिले पानको यसो भनिदिनु। पानको दाम 30 रुपियाँ मिठा पान, सादा मेरो 25 रुपियाँ, एकदमै सस्तो रेट है। अनि 160 चाहिँ 50 रुपियाँ जर्दा पान हो त्यो चाहिँ। एकदमै दामी बनाउनुहुन्छ, आउनुहोस् होला खानु तपाईँहरू। ग्लासै अन्त उयो छ ल, यहाँबाट हेर्नु चाहिँ अब स्पिड मात्रै आयो नि त त्यहाँ। अब पान बनाएको चाहिँ सुपारी पातला कि मोटो? सुपारी पातला हालिदिनु ल मलाई। यो पान चाहिँ मुखमा अट्छ त मोमो एकदमै ठुलो पाउँछ यहाँ चाहिँ। ल
एकदमै ठुलो पान देख्न सक्नुहुन्छ है। आउनुहोस् होला है गोलाइमा तपाईँहरूले एकदमै यो पान चाहिँ मिस नगरिकन खानुहोस् होला। एकदमै 30 ओन्ली 30 एकदमै सस्तो छ। आउनुहोस् खानुहोस् है। ल त्यति भन्दैमा अहिले बजारको भिडियो पनि देखाउने छु गाइज। अब अलिक राम्रो छ भन्दैछ यो बाटो, अलिकति भए पनि हामी जाँदैछौँ, हेर्दै गर्नुहोस् होला। सो गाइस हामी चाहिँ अलरेडी हस्पिटल बाटो जाँदैछौँ बजारतर्फ है। यस्तो छ यहाँ बिस्तारै आइज ल त। अलिक त्यो साइकलमा चाहिँ ब्रेक राम्रो छैन कि त्यसले गर्दा चाहिँ अलिक बिस्तारै हिँड्नुपर्छ। यस्तो छ यही हस्पिटलदेखि अरालो बाटो बजार जाने चाहिँ। त्यो सकर राम्रो छैन कि त्यसले गर्दा यस्तो डेन्जर पर्छ कि तपाईँहरूलाई के भन्नु अब। यहाँदेखि अरालो जानुपर्ने हुन्छ। आती ए भइहाल्छ ल गएको ल। हाम्रो डल्ले भाइ यता चाहिँ हात त मिलाउनु भ्याएन त है। के छ नि डल्ले भाइ? बढिया छ। ल हेर्दै गरौँ। यो पेट्रोल पम्प यो अन्त यो टास्री यहाँ छ। योहरू चाहिँ टासिडिङको नजारा एकदमै है। यो चाहिँ बजारको नजारा टासिडिङ। गुम्बादेखि त त्यो तल्लोपट्टि निस्किन्छ नि उहाँ तल ल हेर्छु ल। छैन ए यस्तो बाटो छैन जोड्ने बाटो? हजुर त्यो मान्छे हिँड्ने बाटो छ? मान्छे हिँड्ने बाटो छ? ए मान्छे हिँड्नेसम्म भइहाल्छ। यो चाहिँ सानो बजार अलिक तल अनि यहाँ माने भएको ठाउँदेखि जाँदैछु म सर्टकट। आइहाल्छ नि यहाँ बाटोमा त। उकालो जानु भएको छैन यहाँ चाहिँ हौगा प्लेस रोडतिर पनि कुदाइदिउँ न। के भन्नुहुन्छ तपाईँले है? यो चाहिँ म चाहिँ जहिले गाडीमा आउँदाखेरि हेर्छु क्या। त्यस्तो उयो खास त छैन त। आज चाहिँ हामी चाहिँ टासिङ पुगेर चाहिँ है लन्च कति यस्तो भोक लागेर थियो कि केटाले कहाँ खानु भन्दै थियो हो। चिकनमा चाहिँ नलगेको एकदमै महँगो पर्छ त्यसले गर्दा भेजमा लगेको यसलाई चाहिँ बिस्तारै खानु बिस्तारै। फाइनली हाम्रो लेप्चा राइडरले चलाउँदैछ पारै आएन भन्दैछ हौ।
So guys, हामी चाहिँ गाडीमा साइकल लगाएर गएको सुभाष यहाँ बोकिरहेछ साइकल हो म चाहिँ साइकल माथि चढिरहेछ ल ल हामी त तलबाट हौ गएको आज यहाँ माङसमङको दाजु चाहिँ ऊ ड्युटी पर सुभाषलाई छोडी राखेर चाहिँ यता साइकलमा हल्का चिल गर्दै जाँदैछ है आज मजाले कुद्छ नि उकालोमा त के नि